पानी आयो। यो चाहिँ अहिले मुचुङ्गा बजाउनु भएको हाम्रो आमाले। अब यो अर्को बिनाय बजाएर फेरि सुनाइदिनु त। यो चाहिँ खोर्सानीको रुखै भन्दा नि भयो त, झ्याङ त यत्रो त होइन। पुरै आज सकेछ। हेर्नको लागि यहाँनिर फोटो भने कुन कुन ठुलो केटालाई शिखरको पम्पा जनतालाई पनि खिचिदिन्छ। साह्रै राम्रो। सानो ताल त्यसमा त्यो के जातिले पसिको छ अनि छ्याप्प खाइहाल्यो। उसको बोक्रा जति त्यहाँ फुटाएर मैले बाँधेको। यो मैले यता सारेको, यो सारेकोले यताको मर्छ र यता नाफा सबै साइनले कता थाले। ल यो चाहिँ बिनायो बजाउनु हुँदैछ आमाले। चाहिँ एकदमै पुरानो बाजा गाजामा आउँदो रहेछ बिनायो मुचुङ्गाहरू। हल्का हाम्रो आमाले पनि बजाइदिनु भएको छ। ल धन्यवाद आमा, बजाइदिनु भयो त्यो मिठो। अब हेरौँ न होइन। यो छ बिनायो, यो छ मुचुङ्गा। यो मुचुङ्गाको खबी हो, खम्बी भन्छ नाम। खम्बी यस्तो हुँदो रहेछ खम्बी। भित्रपट्टि नि यसरी बनाएको हुँदो रहेछ यो।